हामी यो कथा मरियम नामकी एक युवतीबाट सुरु गर्छौँ। उनी नासरतको सानो सहरमा बस्थिन् र उनी युसुफ नामकको पुरुषसँग विवाह गर्न लागेकी थिइन्। तब एक दिन स्वर्गदूत गाब्रिएल उनलाई भेट्न आए र संसार नै परिवर्तन गर्ने सन्देश दिए। हे परमेश्वरकी प्रिय स्त्री, अभिवादन, प्रभु तिमीसँग हुनुहुन्छ। मरियम अल्मलिन् र यो सन्देशको अर्थ के होला भनेर सोच्न थाले। तब गाब्रिएलले भने, नडराऊ मरियम, तिमीले परमेश्वरको कृपा पाएकी छौ। तिमी गर्भवती हुनेछौ र एक पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाउँ येशू राख्नेछौ। उहाँ महान हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँ सदैव शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य कहिले हुने छैन। त मरियम अत्तालिएर सोधिन्, तर यो कसरी सम्भव छ? म त एक कुमारी हो। तब गाब्रिएलले फेरि भने, पवित्र आत्मा तिमी माथि आउनुहुनेछ र सर्वोच्च परमेश्वरको शक्ति तिमीलाई ढाक्नेछ। त्यसैले जन्मिने बालक पवित्र हुनेछ र परमेश्वरका पुत्र कहलाइनेछ। तिमीले नातिनी एलिजाबेथ पनि बुढेसकालमा गर्भवती भएकी छिन्। मानिसहरूले उनलाई बाजी भन्थे, तर उनी अहिले 6 महिनाकी गर्भवती छिन्, किनकि परमेश्वरको वचन कहिले असफल हुँदैन। तब मरियमले दण्डवत गर्दै भनिन्, म प्रभुकी दासी हो, तपाईँले भन्नुभएको सबै कुरा पुरा होस्। तब स्वर्गदूत त्यहाँबाट गए। मरियम युसुफसँग विवाह गर्न लागेकी थिइन्, तर विवाह हुन अघि नै उनी पवित्र आत्माबाट गर्भवती भएको खबर उनले पाए। युसुफ धर्मी मानिस थिए र जब उनलाई यो कुराको खबर भयो, उनको मनमा धेरै सोचहरू आयो। धेरै विचारहरूपछि मरियमलाई उनले सार्वजनिक रूपमा बदनाम गर्न नचाहेकाले उनले गोप्य रूपमा नै सम्बन्ध तोड्ने विचार गरे। केही समयमा गाब्रिएल फेरि पनि स्वर्गदूत उनको सपनामा देखा परे। उनलाई सपनामा यो सन्देश दिए, युसुफ, मरियमलाई पत्नीको रूपमा स्वीकार गर्न नडराऊ। उनको रहेको बालक पवित्र आत्माबाट गर्भधारण भएको हो। उनले पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नुपर्छ, किनकि उहाँले आफ्ना जनलाई पापबाट उद्धार गर्नुहुनेछ। यो भनेर गाब्रिएल त्यहाँदेखि गए। यी सबै कुरा भविष्यवक्ता यशाया मार्फत प्रभुले भन्नुभएको वचन पुरा हुनको लागि भएका हुन्। हेर, कुमारी गर्भवती हुने छिन् र पुत्र जन्माउने छिन् र उहाँलाई इमानुएल भनिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग हुनुहुन्छ। तब योसेफ झस्केर आफ्नो सपनाबाट उठे र युसुफले सपनामा देखेपछि स्वर्गदूतले भने अनुसार गरे र मरियमलाई पत्नीको रूपमा स्वीकार गरे। त्यही समयमा रोमी सम्राट अगस्टसले सम्पूर्ण रोमी साम्राज्यमा जनगणना गर्ने आदेश दिए। उनले सबै मानिसहरूलाई आफ्नो पुर्ख्यौली सहरमा फर्किजाऊ भनेर आदेश दिए। तब युसुफ पनि दाउदका वंश भएकोले नासरतबाट यहुदाको बेथलेहेममा गए। बेथलेहेम सानो र शान्त सहर थियो, तर इतिहासकै सबैभन्दा महान घटना मुक्तिदाताको जन्म त्यही भयो। त्यसबेला योसेफ र मरियम पौवाहरू खोज्दै थिए। जनगणनाको कारणले गर्दा सबै पौवाहरू भरिएका थिए। उनीहरूले धेरै पौवाहरू खोज्दै गर्दा एउटा पौवाको मालिकले उनीहरूलाई उनको गोठमा बस्नको लागि ठाउँ दिए।
युसुफले गर्भवती मरियमलाई साथमा लिए। त्यहाँ पुगेपछि मरियमको सुत्केरी हुने समय आयो। उनले आफ्नो पहिलो पुत्र जन्माइन् र उनको नाम येशू राखे। उहाँलाई कपडामा बेरेर गोठको खोरमा सुताइन्, किनकि सरायमा उनीहरूको निम्ति ठाउँ थिएन। स्वर्गका राजा नम्रतामा पृथ्वीमा आउनुभयो, जनावरहरू बीच जन्मिनुभयो र दाना पानी राख्ने खोरमा सुताइनुभयो। त्यही बेला बेथलेहमका वरपरका खेतहरूमा केही गोठालाहरू आफ्नो भेडाहरूको हेरचाह गरिरहेका थिए। उनीहरू जाडो मौसमको बेला आगो तापिरहेका थिए। तब अचानक स्वर्गदूतहरू देखा परे र प्रभुको महिमाको उज्यालोले तिनीहरूलाई घेर्यो र तिनीहरू साह्रै नै डराए। स्वर्गदूतले उनीहरूलाई सन्देश दिए, डराओ, म तिमीहरूको लागि ठुलो आनन्दको सुसमाचार लिएर आएको छु। आज दाउदको सहर बेथलेहेममा मुक्तिदाता मसीह प्रभु जन्मनु भएको छ। तिमीहरूलाई यो चिन्ह हुनेछ, तिमीहरूले कपडामा बेरेको बालक गोठको खोरमा सुतिरहेको भेटाउनेछौ। त्यसपछि अचानक स्वर्गका सेनाहरू प्रकट भए र परमेश्वरको स्तुति गर्दै भने, सर्वोच्च स्वर्गमा परमेश्वरलाई महिमा र पृथ्वीमा उहाँलाई मनपर्ने मानिसहरूलाई शान्ति। तब स्वर्गदूतहरूले आराधना गरेपछि उनीहरू फर्किए। स्वर्गदूतहरू स्वर्ग फर्किएपछि गोठालाहरू एकअर्कासँग भन्दै हिँड्न थाले, आउनुहोस् हामी पनि बेथलेहेम जाउँ, प्रभुले बताउनु भएको यो घटना हामी पनि हेरौँ न। गोठालाहरू हतारिँदै गए र मरियम, युसुफ र खोरमा सुतिरहेको बालक येशूलाई भेटाए। गोठालाहरूले देखेको कुरा सबैलाई बताए र सबै नै छक्क परे। तर मरियमले यी सबै कुरा भएको आफ्नो हृदयमा कुराहरू सोचिरहेकी थिइन्। तब त्यस शान्तमय रातमा उनीहरूले सानो प्रभुको महिमा गर्दै गर्दै आए।
गोठालाहरू परमेश्वरको स्तुति गर्दै आफ्ना भेडाहरू कहाँ फेरि पनि फर्किँदै गए। येशू यहुदाको बेथलेहेममा राजा हेरोदको शासनकालमा जन्मनु भएको थियो। हेरोद राजाको समयमा यहुदियाको बेथलेहेममा जब येशूको जन्म भयो, तब पूर्वका 3 ज्योतिषीहरू यरुसलेममा तारा हेर्दै हेर्दै आइपुगे। तिनीहरूले भने, यहुदीहरूको राजा कहाँ जन्मिनु भएको छ? हामीले त उहाँको तारा देखेका छौँ र उहाँलाई दण्डवत गर्न आएका छौँ। तब यो कुरा जब हेरोद राजाले सुने, तब उनी असाध्यै डराए अनि उनले आफ्ना सबै प्रधान पुजारीहरूलाई बोलाए र सोधे, मसीह कहाँ जन्मिनु भयो? तब प्रधान पुजारीहरूले भने, यहुदाको बेथलेहेममा। तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समयमा देखा परेको हो सो तिनीहरूबाट पत्ता लगाए। तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, जाओ र ठिकसँग त्यस बालकको खोजी गर, तिनलाई भेटाएपछि मलाई खबर गर र म पनि तिनलाई दण्डवत गर्नेछु। तब राजाको कुरा सुनेर तिनीहरू आफ्नो बाटो लागे। उनीहरू जुन तारा देखेको थिए पूर्वमा, त्यही तारा उनीहरूको अघि अघि हिँड्दै गयो। उनीहरू त्यही ताराको पछि पछि हिँड्दै गए। ज्ञानी पुरुषहरूले त्यही तारालाई पछ्याउँदै पछ्याउँदै बेथलेहेममा आइपुगे। तारा बालकको भएको ठाउँमाथि रोकियो। तिनीहरू अत्यन्तै खुसी भए। उनीहरूले बालक येशूलाई जब देखे, उनीहरू घुँडा टेकेर दण्डवत आराधना गर्न लागे र सुन, धूप र मुर्र उनीहरूले चढाए गए। त्यसको केही बादमा परमेश्वरले उनीहरूलाई सपनामा चेतावनी दिनुभयो। उनीहरू हेरोद कहाँ नफर्की आफ्नै बाटोबाट आफ्नो देश फर्किए। केही समयका बादमा स्वर्गदूत फेरि पनि योसेफको सपनामा देखा परे। स्वर्गदूतले योसेफलाई यो दर्शन दिए, उठ र बालक र आमालाई लिएर मिस्र भागिहाल, किनभने हेरोद क्रोधमा आएर बालकलाई मार्न खोज्दैछ। तब यति भनेर स्वर्गदूत यहाँबाट गए। तब फेरि योसेफ सपनाबाट झस्केर उठे। युसुफले त्यसै रात मरियम र येशूसहित मिस्रमा उनीहरूले यात्रा गरिहाले। हेरोद नमरेसम्म उनीहरू त्यही मिस्र देशमा नै बसे। आज हामी बालक येशू, मरियम, युसुफ, गोठालाहरू र ज्ञानी पुरुषहरूलाई सम्झँदछौँ। उनीहरू सबैजना नयाँ जन्मिएका राजाको आराधना गर्नको लागि आएका थिए। हामी पनि आनन्द र विश्वास साथ ख्रीष्ट कहाँ आउन तपाईहरूलाई आमन्त्रित गर्दछौँ। यस क्रिसमसमा येशू ख्रीष्टको जन्म सम्झँदाखेरि उहाँको कथा बेथलेहेममै समाप्त भएन भन्ने कुरा हामी सम्झँदछौँ। उहाँको जन्म, जीवन, प्रेम, बलिदान हामी सबैका लागि एक ठुलो वरदान हो। यूहन्ना 3:16 फेरि पनि भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्
तर त्यसले अनन्त जीवन पाओस्। आमेन। तपाईहरु सबैलाई मेरी क्रिसमस र पवित्र आत्माले तपाईहरुको हृदय आज र सधैँभरि भरिरहेको होस्। मेरी क्रिसमस तपाईहरुलाई।